यहाँभन्दा अगाडि मैले सञ्जीव उप्रेतीको सिद्धान्तहरूका कुरा भन्ने मैले पढिसकेँ, जुन 2068 सालमा अक्षर क्रिएसनले निकालेको र त्यसको अर्को नयाँ संस्करण बुकिलले निकालिसकेको छ। त्यसै मध्येमा अहिले भर्खर बजारमा आएको यो मैले संरचनात्मक लाभांश भन्ने एउटा यो पुस्तक पनि पढेँ। यसले साहित्य अथवा संस्कृतिको हामीले कसरी त्यसलाई क्रिटिसाइज गर्न सकिन्छ, कसरी त्यसलाई समीक्षा गर्न सकिन्छ भन्ने कुरा बुझ्नु पर्दछ। यी सबै यथा कुराहरू बुझिरहँदाखेरि हामी कुन धरातलमा छौँ, हामी कुन समाजमा छौँ भन्ने कुरा बिर्सिनु हुँदैन। लाभांश भन्ने बित्तिकै राज्य सत्ताबाट कुनै पनि जनतालाई एउटा दिने अधिकार क्षेत्रभित्र पर्ने कुरा रह्यो। यो पुस्तकमा एउटा म भनेर आफैले सञ्जीव उप्रेतीज्यूले आफैलाई लिनुभएको छ भने आफूले यो विश्लेषण गर्दै गर्दाखेरि कहाँ कुन क्षेत्रमा नेपाललाई समेट्न सकिन्छ, नेपालमा हामी कुन अवस्थामा रहेका छौँ, एउटा कुन युद्धमा थियौँ, युद्धमा हुँदाखेरि हामीले बुझ्ने तरिका, संस्कृतिलाई बुझ्ने तरिका अलग थियो भनेदेखि त्यसै गर्दाखेरि जुन राजनीतिले कस्तो गति लिन्छ र त्यहाँको साहित्यकारहरूले बुझ्ने कुरा अनि त्यस पछाडि चाहिँ लेखनका कुरा र विश्लेषण गर्ने कुरा पनि अलग रहन्छन् भन्ने कुरा उहाँले राख्नुभएको छ। मैले पनि बुझ्दै गर्दाखेरि जस्तो कि विश्वेश्वर प्रसाद कोइरालाका कुराहरू राजनीतिसँग जोडिएका कुरा र लेखकसँग जुन कम्पेयर गरेका कुराहरू त्यतिखेरको चाहिँ समाजमा घटेका घटनाहरूलाई चाहिँ उहाँले लिनुहुन्छ। पारिजातका कृतिहरू पढ्दाखेरि त्यही समाजको एउटा झल्को दिन्छ भनेदेखि तपाईँको त्यसै गरी लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू पढ्दाखेरि त्यतिखेरको चाहिँ जुन गरिबीको कुराहरू रह्यो अनि त्यस पछाडि चाहिँ जुन राज्य सत्ताका कुराहरूले गर्दा जनताहरू पिल्सिएका कुराहरूलाई चाहिँ एउटा नगन्य रूपमा, प्रत्यक्ष रूपमा नभइकन नगन्य रूपमा प्रभाव पारेका कुराहरू रहन्छन् भने अहिले त एआईको कुरा आइसकेको छ। प्रविधिले पनि एउटा फर्को मारिसकेको अवस्था छ। अबका लेखकहरूलाई पनि अलिकति जटिल प्रक्रिया रहन्थ्यो जुन पाण्डुलिपि लेख्नका लागि र जुन अब प्रकाशनको प्रक्रियाका लागि पनि जानका लागि पनि एउटा भाषाविद साइडमा राखेर आफूले पनि लेखेर त्यसलाई मेटेर फेरि त्यसलाई पुनर्लेखन गरेर कसरी लिएर जानु पर्ने एउटा जटिल प्रक्रिया हुन्थ्यो भने अहिले एआईको जमानामा चाहिँ एउटा मोबाइलको नोटप्याडमा केही कविताहरू, केही कथाहरू लेख्ने अनि त्यसपछि त्यसलाई सम्प्रेषण गर्नका लागि पनि हामीले प्रकाशनमा जानका लागि मेलबाट हुन्छ अथवा कसरी हुन्छ कुनै प्रक्रिया हुन्छ त्योबाट चाहिँ गर्नका लागि अलि सहजीकरण भएको अहिले पाइन्छ भनेदेखि अहिलेका जुन अहिलेको समकालीन लेखनहरूमा अलिकति फरक धारमा गएको देखिन्छ भनेदेखि विश्लेषण गर्ने विधिमा पनि हामी आत्मआलोचनात्मक विधिबाट जान सकिन्छ। म कुन धरातलमा छु भन्ने कुरा चाहिँ बुझ्नुपर्छ भन्ने उहाँले यो संरचनात्मक लाभांशमा लेख्नुभएको। नेपालकै कुरा गर्दा पनि एउटा चितवन, पोखरा अथवा चाहिँ एउटा राजधानी जस्तो ठाउँमा बसेर कुनै पनि एउटा संस्कृतिलाई हामीले चाहिँ त्यसलाई विश्लेषण गर्दाखेरि अलिक फरकदार पाइन्छ भने एउटा दूरदराजमा सुदूरपश्चिममा बसेको एउटा जनता भनौँ अथवा चाहिँ मधेसमा एउटा बसेको जनता, त्यो माथि पनि एउटा दलित अनि दलितमा पनि तपाईँको पिछडिएको वर्ग, त्यो माथि पनि एउटा अपाङ्ग, त्यो माथि पनि एउटा नारी भएर सङ्घर्ष गर्दाखेरि कति जटिलता भोग्नुपर्छ। एउटा कुनै ठाउँमा भनौँ राजधानीमा बसेको व्यक्तिलाई अलिकति सहज हुनसक्छ। यही कुराहरू गरिरहँदाखेरि आफू कहाँ छु, कुन धरातलमा छु, एउटा राज्य सत्ताबाट पाइने एउटा लाभांश कति प्राप्त गरेको छु भन्ने बुझ्नुपर्छ भन्ने कुरा संरचनात्मक लाभांशमा उहाँले खुलाउनु भएको छ। यसै गरी विश्लेषण गरिरहँदा आफूले आत्मआलोचना पनि गर्नुपर्छ भन्ने कुरा पनि सञ्जीव उप्रेतीज्यूले यो पुस्तकमा खुलाउनु भएको छ। यो अलिकति जटिल पनि लाग्यो, एउटा नयाँ पनि लाग्यो मलाई। पढिरहँदा कति कुराहरू मेरो मनमा पनि खेल्यो, जस्तो कि एउटा लाभांश लिँदै गर्दाखेरि एउटा डक्टर एउटै बिमार भइसकेर ठिक भएको आफैलाई पनि त्यस्तै बिमार परेको एउटा डक्टरले त्यस्तै बिरामीको उपचार गर्दाखेरि उसले एउटा भावनात्मक लाभांश त्यो पीडितले प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुराहरू पनि मलाई मनमा खेलिरह्यो। भन्दै गर्दा सांस्कृतिक संरचनाभित्रको पुरुषत्वको कुरा, नारीवादीको कुराहरू आउँदै गर्दाखेरि मैले डिएच लरेन्सको एउटा कक्स योर वुमन एन्ड हेन्स योर मेन भन्ने चाहिँ मैले पढेको थिएँ। यो अलिकति विवादित भएको निबन्ध पनि थियो जस्तो लाग्छ। यसमा चाहिँ एउटा पुरुषले जन्मजातै बलियो हुनुपर्छ, एउटा सबैलाई परिवारको सुरक्षा दिने खालको हुनुपर्छ र एउटा महिला चाहिँ कमजोर हुनुपर्छ। महिलाले पिङ्क कलर मन पराउनु पर्ने हुन्छ र एउटा डलहरू खेलाउने, पुरुषहरूले बन्दुक खेलाउने अनि त्यस पछाडि हतियारहरू खेलाउन जान्ने खालको एउटा साहसी हुनुपर्छ भन्ने एउटा समाजले दिएको जुन ट्याग छ, यसलाई चाहिँ अब एउटा पुरुष आफू कुनै पनि बिमारीबाट कमजोर हुँदाखेरि अथवा बिजनेसमा टाट पल्टिँदाखेरि अलिकति एउटा मनोबल गिर्दाखेरि चाहिँ यो लागू नहुन सक्छ भन्ने कुराहरू यसमा उहाँले लेख्नुभएको छ। म आफैले पनि कति कुराहरू विश्लेषण गर्दाखेरि यस्ता कुराहरू मनमा पनि खेलिराखेका कुराहरू हुन्। यो कसरी चाहिँ यसलाई शाब्दिक अर्थमा लिएर जान सकिन्छ भन्ने कुराहरू पनि मेरो मनमा खेलिरह्यो पढिरहँदाखेरि।
यसो यसो भनिरहँदा उहाँले आफैले यो पुस्तकमा पनि भन्नुभएको छ कि उहाँले यो पुस्तक बुझ्न खोज्नेहरूको लागि हो भनेर भनिसक्नु भएको छ। बुझ्नका लागि यसमा शब्दावलीहरू पनि अलिकति उच्च स्तरीय शब्दावलीहरू पनि प्रयोग गरिएको छ। यसमा अङ्ग्रेजी टर्महरूलाई पनि लिएर आइएको छ यो पुस्तकमा, र विभिन्न किसिमका एउटा तथ्यहरूलाई समग्र हिसाबमा उहाँले लिएर जानुभएको छ। कुन कुन कुराहरू कहाँबाट लेखियो भनेर उहाँले ब्राकेटमा खुलाउनु भएको पनि छ। एउटा बौद्धिकताको हिसाबले र एउटा साहित्यको एउटा लेभलमा पुगेर बुझ्नका लागि थोरै कठिनाइ त पर्ला नै, तर यो पुस्तक उत्कृष्ट छ एउटा साहित्य बुझ्नका लागि, संस्कृतिको सिद्धान्त बुझ्नका लागि र नयाँ किसिमको टेस्ट लिनका लागि यो भर्खर भर्खर बजारमा आएको संरचनात्मक लाभांश उत्कृष्ट रहेको छ। यसलाई यसलाई नजिकको पुस्तक पसलमा गएर पनि तपाईँले किनेर पढ्न सक्नुहुन्छ। मलाई चाहिँ एकदम उत्कृष्ट लाग्यो। तपाईँहरू पढ्न नबिर्सिनु होला।